प्लस टू सकेर बसिरहनु भएको छ र अब फर्दर स्टडिज युएसएमा गर्न चाहनुहुन्छ भने यो कम्प्लिट हेर्नु होला। आजको यो भिडियोमा हामी नेपालबाट युएसए अप्लाई गर्दाखेरि प्रोसेस के हुन्छ त्यसलाई स्टेप बाई स्टेप डिस्कस गर्छौँ। लेट्स गो। सबैभन्दा सुरुमा हुन्छ तपाईँको एप्लिकेसन। एप्लिकेसनमा तपाईँको एप्लिकेसन हाल्नलाई हामीले सबैभन्दा सुरुमा युनिभर्सिटीहरू रिसर्च गर्नुपर्छ, कोर्सहरू रिसर्च गर्नुपर्छ। अनि त्यो तपाईँको इन्ट्रेस्टेड कोर्सहरूमा 3-4वटा युनिभर्सिटीहरूमा हामी एप्लिकेसन हाल्छौँ र कुनै कुनै युनिभर्सिटीहरूमा चाहिँ एप्लिकेसन हाल्न फी लाग्छ र कुनैमा नलाग्न पनि सक्छ। अब एप्लिकेसन हाल्नलाई सबैभन्दा सुरुमा तपाईँको एकाडेमिक चाहिन्छ। एकाडेमिक्समा तपाईँको 10 प्लस 2 अनि एलओआर डकुमेन्ट्सहरू पर्छ। प्लस 2 को सबै सर्टिफिकेट्स, 10 को सबै सर्टिफिकेट्स र लेटर अफ रिकमेन्डेसनहरू पर्यो। अनि अर्को कुरा आयो आइएलटिएस डुओलिङ्गो पनि गर्न सक्नुहुन्छ। एकचोटि तपाईँको एप्लिकेसन अप्रुभ भइसकेपछि अब तपाईँले I-20 पाउनुहुन्छ सेकेन्ड स्टेजमा। अब I-20 मा चाहिँ तपाईँको फीहरू के कति छ, कति डिपोजिट गर्नुपर्छ र सेभिस आइडीहरू जस्ता कुरा पाउनुहुन्छ त्यसमा है। अनि सेभिस आइडी पाउनु भएपछि थर्ड स्टेजमा तपाईँले सेभिस फी पे गर्नुपर्छ, जुन चाहिँ $350 छ अहिलेको समयमा। अनि अब एउटा कुरा हामीले मिस गर्यो, I-20 अगाडि चाहिँ I-20 देखाउनलाई चाहिँ तपाईँले 1 डे ब्यालेन्स देखाउनुपर्छ। अब तपाईँले सेभिस फी पे गरिसक्नु भएपछि फोर्थ स्टेजमा DS-160 फर्म भर्नुपर्छ। अनि DS-160 फर्म भरिसक्नु भएपछि तपाईँले इन्टरभ्यू डेट बुक गर्नुपर्छ, जसको चाहिँ $185 पर्छ। अब इन्टरभ्यू डेट बुक गरिसक्नु भएपछि तपाईँको इन्टरभ्यूको डेट आउँछ अनि इन्टरभ्यू दिन जानुपर्छ हजुर। अनि इन्टरभ्यूमा तपाईँको डिसिजन त्यतिखेरै थाहा हुन्छ। र अर्को कुरा, युएसए को प्रोसेसमा चाहिँ अरू कन्ट्रीहरूको जस्तो ब्याङ्क स्टेटमेन्ट, ट्याक्स क्लियरेन्सहरू केही पनि देखाउनु पर्दैन। तपाईँको टाइम एकदमै सेभ हुन्छ। त्यो टाइम चाहिँ तपाईँले इन्टरभ्यूको प्रिपेरेसन गर्नमा फोकस गर्न सक्नुहुन्छ है। अब यो पछि तपाईँको त्यहीँनिर अन द स्पट डिसिजन आउँछ। यस, नो, या पेन्डिङ। अब सपोज तपाईँको इन्टरभ्यूमा तपाईँ फेल हुनुभयो अरे, अनि यही सेभिस फी तपाईँले सेभिस फी एकचोटि तिर्नु भएपछि तपाईँले 3 टाइम्ससम्म इन्टरभ्यू दिन मिल्छ। र हरेक इन्टरभ्यू दिँदाखेरि चाहिँ तपाईँले 185 चाहिँ पे गर्नुपर्छ, किनकि इन्टरभ्यू डेट बुक गर्नुपर्छ। हामीले ग्लोबल गेट एजुकेसनल कन्सल्टेन्सीमा इन्टरभ्यू प्रोफेसनल तरिकाले कसरी ट्याकल गर्ने, इन्टरभ्यूमा के कस्तो क्वेसनहरू आउँछ, त्यसलाई एन्सर कसरी गर्ने, त्यो सबै कुराहरू सिकाउँछौँ। र अरू पनि यस्तै कुराहरूमा तपाईँहरूलाई केही कन्फ्युजन छ भने तपाईँहरू ग्लोबल गेट एजुकेसनल कन्सल्टेन्सी जडीबुटी, फुटबल र कलङ्की भिजिट गर्न सक्नुहुन्छ। थ्याङ्क यू।